तपाईहरुले यो फिल्म त बनाइराख्नु भएको छ, तर नेपाली चलचित्र हिजो जस्तो थियो आज पनि उस्तै छ, त्यही धारमा बगिरहेको छ। हामीले नयाँपन केही पनि दिन सकेका छैनौँ। तपाईहरुले अहिले भलै यहाँ भन्नुभएको छ केही चलचित्रमा नयाँपन भेट्नुहुन्छ भनेर, तर गएर हेर्ने हो भने पुरानै कथाहरू कहीँ न कहीँ त्यही कथाहरू मात्रै भेटिन्छ। यो चाहिँ कहिले अन्त्य हुन्छ यसको? मलाई लाग्छ बगानको कथा नयाँ हो नेपाली चलचित्र क्षेत्रमा। सधैँ हिरोइजमले ओगटेको हाम्रो समाज फिल्ममा पनि हिरोलाई नै सधैँ प्रमुख पात्रको रूपमा उभ्याइयो, होइन र? सबभन्दा ठुलो कुरा नयाँ कुरा के पाउनुहुन्छ भने मित्र, हाम्रो हिरोइजम भएको समाजमा जस्तै करिश्माजीले लगभग 200-300 वटा फिल्म गरिसक्नुभयो। उहाँलाई कहिले पनि प्रमुख पात्र बनाएर देखाइएन। उहाँलाई सेकेन्ड र्याङ्कमा राखियो। उहाँले बढीभन्दा बढी फिल्म त अमालजीसँग गर्नुभएको छ। 6-7 वटा सिनेमा मैले पनि गर्ने मौका पाएको छु। तर उहाँलाई कहिले पनि प्रमुख पात्र हाम्रो नेपालमा रेखा थापा आइसकेपछि अलिकति चेन्ज भयो, नारी प्रधान फिल्म बन्न थाल्यो। तर त्योभन्दा अगाडि हामी सधैँ नायिकाहरूलाई एउटा सो पिसको रूपमा प्रस्तुत गर्छौँ, हामीहरूले गर्थ्यौँ। तर आज बगानमा सबभन्दा ठुलो चेन्ज चाहिने तपाईँले त्यो देख्नुहुन्छ कि करिश्माजीले कुन रेन्जसम्म एक्टिङ गर्न सक्नुहुन्छ भन्ने कुरा बगानमा सबभन्दा नौलो कुरो त्यही नै हुन्छ तपाईँहरूको लागि। मलाई अलिकति नयाँपनको बारेमा भाइलाई मलाई अलिक नयाँपनको बारेमा भन्न मन लाग्यो। नयाँपन भनेको के हो, होइन? समाज जस्तो छ चलचित्रमा देखाउने हामीले त्यही नै हो। नयाँपन भन्दा साथै मुन्द्रा झुन्ड्याउने, हे गर्ने, हु गर्ने, हेर डुली गरेर हिँड्ने कतिजनाको चिजलाई प्रतिनिधित्व गर्छ त्यसले। हाम्रो समाजमा आज पनि हामी त्यही संस्कारमा, त्यही संस्कृतिमा त्यसरी नै हुर्किरहेका छौँ। आज पनि हाम्रो रिचुअल्स, हाम्रो पूजाआजा, हाम्रा चाडपर्व अथवा हाम्रा कुरीति, संस्कारमा त कुरीति नहुनुपर्ने कुरीतिहरू यथावत छन्। त्यसलाई चिर्न यस्तै चलचित्र अझै पनि आउन जरुरी छ। बाँकी त सरोजीले भनिहाल्नुभयो नयाँपनको कुरा गर्दा यो, र त्यही हो कि त्यो हामी कसैसँग कम्पेयर गरेर भन्नुभन्दा पनि होइन, हामीले भनेको समाजलाई शिक्षा दिने हो। एउटा महिला पात्र चलचित्रमा उसले आफूलाई सबल बनाउन कुनै नायकले आएर उसको लागि लडिदिन नपरोस्, उसले आफै लड्ने हो। हामीले बगानमा त्यो कुरा पस्किएका छौँ। उसले आफूलाई कसरी रूपान्तरण गर्ने त्यो कुरा हामीले यो बगानमा पस्किएका छौँ। मेरो विचारमा त्यो नयाँपन हो। धन्यवाद भाइ। अहिले सिनेमामा चाहिँ यो बर्खा भए पनि सिनेमामा खडेरी लाग्यो जस्तो भएको छ, होइन? आदि पुरुषको विवादले गर्दा होस् या अरू कुनै कारणहरू हुन सक्छन्। बगानले ती दर्शकलाई फेरि हदसम्म फर्काउनु? केही हदसम्म हामी होपफुल छौँ, तर यसमा उहाँहरूको चोइसकै कुरा हो, होइन? उहाँहरू आउने नआउने हामीले अब हजुरले लेखिदिनु होला र राम्रो सिनेमा छ हेर्न आउनुहोस् भनेर हामी यसरी भने नै हिँडिरहेका छौँ। तर आफ्टर अल फाइनल डिसिसन गर्ने त दर्शक हो। तर हामीहरूले जुन किसिमको रेस्पोन्स ट्रेलरबाट, टिजरबाट हामीलाई आइरहेछ, त्यसले गर्दाखेरि चाहिँ नि दर्शक आइदिनुहुन्छ कि भन्ने आशावादी चाहिँ नि हामी छौँ। म चाहिँ विजय नेपाल हो। म राजधानी दैनिकमा र यहाँ पोखराको आदर्शमा लेख्छु। खास गरी सरोदासँग त 10 वर्ष अगाडि पनि तपाईँ दिदी घर लेक साइडमा शिव शर्मा चञ्चल र म चाहिँ घर इन्टरभ्यू गरेको तपाईँलाई सम्झना छ कि छैन, यसै देख्नु पाइयो। त्यसै गरी कसैले त सानैदेखि फिल्म हेरेर हामी हुर्केको हो, होइन? परदेखि चाहिँ हामीसँग एउटै प्रदेश हो। तपाईँलाई पोखरामा धेरै सकेर चाहिँ स्टेजमा देख्न पाइयो। एउटा कुरा के भने तपाईँहरू दुवैजना अमेरिका गएर फर्किनु भयो, होइन? तपाईँ अहिले चाहिँ के लाग्छ नेपाली फिल्म चाहिँ कस्तो अवस्थामा छ अहिले? तपाईँलाई के लाग्छ यसो अगाडि विकास गर्न के गर्न सकिन्छ? कस्तो कथा बनिरहेको छन् त्यो पनि अर्कै बताइनु होला। स्थिति टेक्निकली चाहिँ हामी धेरै अगाडि गइसक्यौँ, होइन? तर मैले फर्केर आइसकेपछि मेरो एनालाइसिस नेपाली सिनेमा कस्तो चलिरहेछ, कस्तो फिल्म चलेको छैन भनेर हेर्दाखेरि हामीलाई नेपाली कथावस्तु नै मनपर्दो रहेछ। हाम्रो समाजमा घटेको घटनाहरू नै मनपर्दो रहेछ। अहिले लगातार मैले चलेका फिल्महरूको कुरा गरेको। तपाईँ कुनै पनि फिल्म लिनुहोस्, हाम्रो समाजको कथाभन्दा बाहिरको कथामा एक्सन, लभ स्टोरी त्यति चलिरहेको छैन।
समाजमा भएको कुरीतिलाई अलिकति व्यङ्ग गर्ने कमेडी फिल्म अथवा जारी जस्तो फिल्म, कबड्डी कबड्डी जस्ता फिल्म, त्यो हाम्रै कथा हो, त्यो अर्ग्यानिक कथा हो। त्यसकारण त्यस्ता फिल्म चलेको हुनाले म आशावादी हुनुको कारण पनि त्यही हो। जब जारी चल्यो, मेरो फिल्म त टेबलमा थियो त्यतिखेर, म हेर्न गएँ। 3 हप्ता चलिसकेपछि किन चल्यो त्यो फिल्म यसरी भनेर हेर्न गएँ। अनि त्यहाँ अर्ग्यानिक चिजहरू रहेछ, सानो कुराले मन छुँदो रहेछ दर्शकको। त्यस्ता कम्पोनेन्ट बगानमा पनि थुप्रै छन् जसले मान्छेको मन राम्रै छुन्छ भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि यो सब कुराले गर्दा अब व्यापारको कुरा त कसले भन्न सक्छ? हेर्नुहोस्, भोलि हो त्यो, शुक्रबार नभइकन थाहा हुँदैन। आज यहाँ जति गफ गरे पनि रिजल्ट त हामीले देख्ने शुक्रबारदेखि हो। नआइदिनु पनि सक्नुहुन्छ, डिजास्टर पनि हुनसक्छ। तर हामीले हाम्रो तर्फबाट, हामी सम्पूर्ण कलाकार, मेरो प्रोड्युसर सुरेश वाग्ले, उहाँले हामी सक्दो राम्रो एउटा समाजलाई इन्टरटेनमेन्टको साथसाथै अलिकति शिक्षा पनि दिउँ भनेर कोसिस गरेको। चलेन भने के गर्नु, केही पनि गर्न सकिँदैन। म सूर्य परेर है, नमस्कार। मेरो चाहिँ प्रश्न, यहाँहरू लामो समयदेखि चलचित्र क्षेत्रमै रहनु भएकोले मलाई तपाईँले देखिसके पछाडि यो पात्रको विषयमा पनि थोरै कल्पना गर्नुहुन्छ, यो पात्रको विषयमा पनि चलचित्रहरू निर्माण गर्नुहुन्छ। तपाईँहरू करिश्मा दिदीले भन्नुभयो कि हामीले भनेको समाजमा मेसेज दिने हो। मैले केही फिल्महरूमा चाहिँ कस्तो पाएको छु भने त्यो ब्लाइन्डले चाहिँ त्यो यात्रा गरिरहेको हुन्छ, तर त्यो चाहिँ जान खाल्टोतिर गइरहेको हुन्छ क्या। त्यो जान खाल्टोमा जाने नदिने मान्छे खाल्टोमा जान्छ भन्ने खाले मेसेज तपाईँ किन दिन खोज्नुहुन्छ? होइन, जान खाल्टोमा त गएन नि त, त्यस्तो खाले मेसेजहरू किन दिनुहुन्छ भन्ने। अरू सिनेमाको बारेमा मैले यहाँबाट कमेन्ट गर्नु हुँदैन, तर तपाईँले राम्रो कुरा उठाउनुभयो, होइन, गुड क्वेसन। तर हामीले चाहिँ नि जान खाल्टोमा जानु हुँदैन। अब त्यो जान लागेको चिजलाई कसले रोक्ने त भन्नु खोजेको? सिनेमामा समस्या मात्रै देखाउने होइन कि, सिनेमामा त्यसको समाधान के हुन्छ त्यो समाधान पनि बगानमा पाउनुहुन्छ। हाम्रो पिँढीलाई परेको समस्या अब कसले सल्भ गर्छ त भनेर, त्यो भएर त्यसकारण हामीले नयाँ पिँढीका कलाकारहरू, प्रमिला, आकाश, अब यो जिम्मा भनेको उहाँहरूको, त्यो क्यारेक्टरहरू ल्याएर यसको समाधान यसरी गर्न सकिन्छ। किनभने नयाँ पिँढीको सोच फरक हुन्छ। हामी त उही रूढिवादी परम्परामै त्यही संस्कारमा हुर्केर आयौँ, तर अहिलेको समाज, त्यो अहिलेको पिँढी त्यो कुरा मान्न तयार छैन। उनीहरू चेन्ज चाहन्छन्। इभन तपाईँ पत्रकारहरूको पनि हिजो लेख्ने पत्रकारहरू र आज लेख्ने पत्रकारहरूको बिचमा धेरै फरक देख्न सकिन्छ। प्रमिलाजीलाई अब मलाई सुनौँ न। अलिकति यो बगानको स्टोरीले तपाईँलाई छोएको हो कि अथवा होइन बन्छु म चाहिँ अफर आयो, उहाँले खेलौँ भन्नुभयो, सरोज दाइले भन्नुभयो र आफ्नै श्रीमानलाई लगानी गर्न लगाउनु भयो, के छ यसमा चाहिँ तपाईँले? थ्याङ्क यू, राम्रो क्वेसन सोध्नु भएको छ। आफ्नै श्रीमानले लगानी गर्नुभयो र आफ्नो श्रीमतीलाई राम्रो तरिकाले अगाडि बढाउन चाहनुहुन्छ भने त्यसमा एप्रिसिएट गर्नुपर्छ, त्यो नराम्रो पक्ष होइन। तर मसँग यो चलचित्र कसरी जोडिएको हो भन्ने कुरामा चाहिँ म यदि हो भने त्यसमा झुट बोल्न चाहिँ चाहन्न। म त्यो लेभलको चाहिँ कन्फिडेन्ट राख्ने केटी हो कि म माथि मेरो श्रीमानले लगानी गर्नुहुन्छ भने तपाईँको आँखामा आँखा जुदाएर भन्न सक्छु गर्व गरेर यो राम्रो पक्ष हो भनेर है। र अर्को कुरा रह्यो, जस्तो यो चाहिँ कथा सबभन्दा पहिला चाहिँ हामीले चलचित्र बनाउने भन्ने जीवनमा कहिले सोचेका थिएनौँ है, सुरेशजी र मैले, हुँदैन त्यसरी बनाउँछौँ भन्ने कुरा कहिले पनि भएको थिएन। सरोज दाइले कथा कतै पढ्नुभयो अनि यो कथा एकचोटि पढ्नुहोस् न भनेर कस्तो लाग्छ भनेर पठाउनु भएको थियो। त्यस पछाडि मैले जब कथा पढेँ त्यस पछाडि मलाई के लाग्यो भने ओहो कस्तो राम्रो कथा रहेछ, यसमा त केही चिज भन्न पाए हुन्थ्यो, यो चाहिँ भन्न पर्ने विषय हो। समाजमा खालि हामी जन्मेको चाहिँ बाँच्नको लागि, खानको लागि अथवा त्यसको लागि मात्रै होइन नि, समाज रूपान्तरणको लागि एउटा यो देशको नागरिक भइसके पछाडि हरेक व्यक्तिको आफ्नो किसिमको एउटा रेस्पोन्सिबिलिटी हुन्छ। बिङ सञ्चारकर्मी म आफैले पनि त्यो चिजमा जहिले पनि आवाज उठाउँदै आएकोले
ल यो क्यारेक्टर चाहिँ मैले नै गर्न पाएँ भने चाहिँ यसलाई चाहिँ मैले चाहिँ समाजलाई केही दिन सक्छु कि भन्ने मलाई लागेको थियो। त्यस पछाडि हामी सबैजना बसेर चाहिँ ल हुन्छ गरौँ न त भनेर टिम वर्क गरेका हौँ। सुरुवातमा चाहिँ हामीले कहिले पनि चलचित्र बनाउने भनेर त्यसरी जोडिएको अथवा सुरुवात गरेको प्रोजेक्ट चाहिँ होइन, होइन त सरोज दाइ? मेरो पनि एउटा क्वेसन है प्रमिलाजीलाई स्पेसली। हजुर। अब सरोज दाइ करिश्मा दिदीहरू त अब लामो समयदेखि यो फिल्ममा हुनुहुन्छ, यो गरिरहनुपर्छ। आकाशजी पनि अलि अगाडि निकाल्नु भएको, तपाईँ यो सिनेमाबाट चाहिँ हामी बल्ल चिन्दैछौँ, डेब्यू गर्दै हुनुहुन्छ होइन? यही सिनेमा पछि यो सिनेमामा आउनुको मुख्य रिजन के थियो नम्बर 1, र यसपछिको सिनेमाको विषयमा चाहिँ के सोचिरहनु भएको? पहिला मैले एक्टिङ सिकेर पढेर आएकी हुँ। मैले नाटक पनि केही रङ्गमञ्चमा काम गर्ने अवसर पनि पाएको छु। अनुप बराल सरसँग मैले एक्टिङ सिक्न पाएको छु, जो पोखराबाटै हुनुहुन्छ होइन, पोखराको सान हुनुहुन्छ उहाँ जस्तो गुरु कहाँ म जोडिन पाएँ। मैले म्युजिक भिडियोहरू गरिराखेको थिएँ र मलाई अलिअलि कहिलेकाहीँ केही चलचित्रमा कुराहरू पनि आएको थियो र कहिले क्यारेक्टर मन नपर्ने, कहिले उहाँहरूसँग केही कुराहरू नमिल्ने भएर चाहिँ त्यसरी काम गर्ने अवसर चाहिँ जुरिसकेको थिएन होइन। र बिचमा एउटा सरोज दाईसँग मैले एउटा म्युजिक भिडियोमा सँगै काम गर्ने अवसर पाएँ। त्यस पछाडि दाईलाई पनि ल मसँग चाहिँ यो काहीँ मैले धेरैचोटि भनेको थिएँ दाई मलाई हजुरसँग काम गर्न पनि मन छ भनेर केही सोच्नु भएको थियो होला। त्यसैले पनि अब दाईले चाहिँ ल अगाडि बढेर काम गरौँ न त भनेर यो कथा ल्याएर अथवा चलचित्र बनाऊ भनिसके पछाडि चाहिँ यहाँबाट मेरो करियर सुरुवात भएको हो। आगामी दिनमा अबको कुरा गर्नुहुन्छ भने डेफिनेटली मैले अगाडि पाइला चालेकी छु। चलचित्र क्षेत्रमा काम गर्ने भनेर नै मैले अभिनय सिकेकी छु, केही म्युजिक भिडियोहरू गरेको छु र धेरै कुराहरू अझै सिक्ने चाहिँ एकदमै धेरै मनदेखि त्यो चाहना छ। म जहिले पनि सिक्ने कुरामा चाहिँ एकदमै बढी उत्साहित हुन्छु होइन। सो त्यसैले आगामी दिनमा पनि अन्य चलचित्रहरू आएको खण्डमा, मलाई मन परेको खण्डमा र समाजमा त्यसले राम्रो अर्थ राख्ने खालका कथावस्तुहरू आयो भने डेफिनेटली मैले चलचित्रमा काम गर्छु। हामी हो त्यो स्वीकार्नुपर्छ। अलिकति ट्रेन छ प्रविधिले चाहिँ नै भइरहेछ। जस्तो तपाईँ नेपाली चलचित्र उद्योगमा सरोज खनाल एउटा नाम छ, एउटा होइन राय सवालमा अघि भन्नुभयो, राय सवालकै लेभलको एउटा नायक हो नि त तपाईँ। त्यहाँ कम्पिटिसन गर्नुहुन्छ पहिलो। अब माया नायिका भन्छौँ करिश्माजीलाई त म उहाँलाई उहाँले चिन्तित गर्नुपर्छ। त्यो कुरा के भने तपाईँले यो 40 वर्षको अनुभव पहिलोपल्ट चाहिँ बगानबाट सँगालेर चाहिँ त्यो प्रस्तुत गर्दै हुनुहुन्छ। तपाईँले अपेक्षा त ठुलै लिनुभएको छ, गर्नुभएको छ होइन? अपेक्षा पनि गर्नुपर्छ कि आफ्नो कामको मूल्याङ्कन पक्कै पनि दर्शकले गरिदिन्छ। अब त्यो अपेक्षा कतिसम्म तपाईँले लिनुभएको छ, कति तपाईँ चाहिँ निर्धक हुनुहुन्छ यो फिल्मले चाहिँ? हेर्नुहोस्, अब हुन त मान्छेलाई आफ्नो चिज, आफ्नो छोराछोरी, श्रीमती बाहेक अरू सबै चिज मनपर्छ। त्यो सुन्न आएको है, तर मलाई मेरो श्रीमती मनपर्छ। तर कथन हाम्रो त्यस्तै छ होइन। अब मेरो यो एक किसिमले मैले डाइरेक्सन हुँ त हाम्रो यो टिम वर्क हो र एज ए टिम क्याप्टेन यो मेरो सृजना हो होइन, मेरो परिकल्पना हो। मैले उहाँहरूलाई ल यो सिन यसरी खिचौँ, यसरी एक्टिङ गर्नुहोस्, सिन बुझाएँ, कथा बुझाएँ, उहाँहरूले गर्नुभयो एक्टिङ। र अहिले टेबलमा बसेर फिल्म अलमोस्ट रेडी हुँदाखेरि मैले पहिलोचोटि गरेको काम भोलि दर्शक आएर पर्दामा हेर्दा छि के बनाएको होला सरोज खनालले चाहिँ भन्नुहुन्न। सरोज खनालको नाममा जुन हजुरले अघि भन्नुभयो एक जमानाको थिएँ म, क्रेज थियो, त्यो क्रेजलाई मैले भत्किन दिएको छैन कि मैले आफूलाई क्यामेरा पछाडि लगेर लाँदाखेरि पनि त्यो एउटा लेभल मैले मेन्टेन गरेको छु। त्यसको पछाडि मेरो आफ्नो मेहनतभन्दा मेरो कलाकारहरूको मेहनत पनि छ। किनभने म एक्चुअली म डाइरेक्टर होइन, म कलाकारै हुँ। आजको मितिमा पनि म आफूलाई कलाकार सरोज खनाल भनेर चिन्दै पनि म अझै बढी खुसी हुन्छु। म के मात्रै हुँ भने सूत्रधार हुँ, बगान भन्ने कथाको सूत्रधार। मैले स्टोरी टेल मात्रै गरिदिएको, तर त्यसको क्यारेक्टर बाँध्ने काम करिश्माजी र मेरो लागि ठुलो च्यालेन्ज थियो। आकाश र प्रमिला बान्दा बाहेक सबै यस्तो आर्टिस्ट मैले सिलेक्ट गरेँ जसको फिल्म हेरेर म आफै हुर्केको। ती व्यक्तित्वहरूलाई मैले कसरी एक्सन भन्ने
तपाईँले गरेको काम भएन भन्ने त्यो आँट पार्नु पनि एउटा ठुलै च्यालेन्ज थियो मलाई। तर म सधैँ मोनिटरमा बस्थेँ, मोनिटरमा बसेर उहाँहरू एक्टिङ गर्नुहुन्थ्यो, स्पेसली करिश्माजी, किनभने मेन पात्र उहाँ हो। अनि उहाँले कट भनिसकेपछि पुलुको मेरो आँखामा हेर्नुहुन्थ्यो र उहाँले यसले मन पराएन भन्ने कुरा भित्रैबाट बुझिदिनुहुन्थ्यो। अनि उहाँ आफै भन्नुहुन्थ्यो, सरोज एकचोटि फेरि गर्नु। त्यसरी हामीहरूले एउटा एकले अर्कालाई यत्रो वर्ष काम गरेको नाताले हामी एकअर्कालाई राम्रोसँग चिन्छौँ, राम्रो साथी हौँ हामी। अनि कहिले पनि मैले उहाँलाई डाइरेक्टरको रूपमा प्रस्तुत भएन, उहाँले पनि यो मेरो डाइरेक्टर हो भनेर कहिले पनि भन्नु। सरोज फेरि गरौँ है, हामी तत ममको साथी हौँ भन्यो। कहिले 10औं टेक पनि लियौँ, कहिले 1 टेक पनि ओके भयो। तर के भनेदेखि म एक्लैले डिसिजन कहिले पनि गरिनँ कि कुनै पनि सर्टको। प्राय फिल्ममा त्यो हुन्छ, डाइरेक्टरले डिसिजन गरिदिन्छ, ओके नेक्स्ट सर्ट भन्छ। म कट भनिसकेपछि पनि आफू सेटिस्फाई भए पनि उहाँहरूलाई गएर सोधेँ, तपाईँ सेटिस्फाई हुनुभयो तपाईँले गरेको अभिनयबाट? यस किसिमबाट हामीले यो बनाएको चलचित्र भएको हुनाले हेर्नुहोस् 100% पर्फेक्ट त कोही पनि हुँदैन संसारमा, होइन? बलिउड हलिउडका ठुल्ठुला डाइरेक्टरको फिल्म पनि फ्लप हुन्छन्, ठुल्ठुला कलाकारहरूको फिल्म पनि फ्लप हुन्छन्। तर उहाँले फिल्म फ्लप होस् भनेर बनाए पनि होइन, न त्यो कलाकारको सोच हुन्छ न डाइरेक्टरको सोच हुन्छ। हामी राम्रो गर्छौँ भन्दा भन्दै कति कति फुस्किन्छौँ, कमी कमजोरी हुन्छ। त्यसमाथि पनि यो त मेरो पहिलो डाइरेक्सन होला, कमी कमजोरी। तर म के अर्थमा ढुक्क छु भने एकचोटि हेर्न आउनु भएको मान्छेले एकजनाले दुईजना अरूलाई गएर हेर त्यो फिल्म किन भन्नुहुन्छ, त्यो लेभलको सिनेमा चाहिँ छ। हाम्रो सुरेश सरलाई चाहिँ सानो क्वेसन छ। अब जस्तै यो सिनेमाको विषयमा अलिकति यो लगानीको विषयलाई पनि जोडिहाल्नु। सरोज खनाललाई आफैले यो सिनेमालाई चाहिँ लिड गरिराख्नु भएको छ डिरेक्सनको पार्टमा। अब करिश्मा दिदी अघि हाम्रो दाइले भनिहाल्नु भयो, महानायिका भनेर चाहिँ हामीले उहाँलाई चिनिरहेको छौँ। उहाँले यो फिल्मको मेन क्यारेक्टरको रूपमा काम गरिराख्नु भएको छ। प्रमिलाजी हुनुभयो, आकाशजी हुनुभयो, उहाँहरूले यो सबैजनाको टिमले काम गरिराख्दाखेरि अब बजेटको कुराहरू सिनेमामा के कति खर्च पर्छको कुराहरू कति छ होला, त्यो विषयमा के भन्नुहुन्छ? होइन, बजेट त अब अझै बढिरहेछ, अझै खर्च बढिरहेछ। यो शुक्रबारसम्म अझै बढिरहेको हुन्छ, हामी जोडिरहेछौँ है, त्यो चाहिँ अहिले भन्नु मिल्दैन। तर अब एज अ लाइक सरोज खनाल दाई र करिश्मा दिदी चाहिँ एज अ प्रड्युसर पनि जोडिनु भएको छ, त्यसकारण मलाई भार कम भएको छ, त्यो पनि भन्न चाहन्छु। राम्रो चिजमा लगानी भयो। यसमा म के भन्छु, के भन्नु पर्दैन, एउटा कुरा चाहिँ के गरेको छु भने मलाई थाहा छ, नेपाली सिनेमा बजारमा यत्रो वर्ष काम गरिसकेँ, कतिसम्म खर्च गर्दा एउटा ठिकै खालको फिल्मले मेरो प्रड्युसर डुब्दैन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। किनभने मैले आफ्नो प्रशंसा आफैले गर्न त मिल्दैन। 31वटा फिल्म खेल्दाखेरि 19वटा फिल्मले 100 दिन बनाएको कलाकार हुँ। मैले खेलेका चलचित्रबाट कतिजना डाइरेक्टर प्रड्युसरले घर बनाउनु भएको छ नेपालमा। अहिले सुख सायलको जिन्दगी हामीले, मैले पनि नभनौँ, करिश्माजी हामी त्यो पुस्ताको मान्छे, त्यो स्कुलिङको मान्छे। यो लिमिटेसन यति हो नेपाली सिनेमाको भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। यहाँभन्दा हामी बढी जाने बित्तिकै भोलि हामीले धान्न सक्दैनौँ भनेर अघि उहाँले कुरा अलिकति हल्का खोलिदिइहाल्नुभयो। करिश्माजी पनि यो फिल्मको प्रड्युसर हो, एज अ वर्किङ पार्टनर, होइन? म पनि प्रड्युसर हौँ, एज अ वर्किङ पार्टनर। भोलि फिल्मले कमायो भने हामी मस्तले पैसा बाँड्छौँ, कमाएन भने गोजीमा एक पैसा हुँदैन। रिलिजको चाहिँ समय छ कि हिजो पनि तपाईँले चाडबाड अलिकति बिदा लामो हुने यस्तो स्थान खोज्ने हो नि त। साउन बर्खा हो हेर्नुहोस्, अनि यो साउने सङ्क्रान्ति मात्रै छ कि त्यहाँनिर होइन, यस्तो होइन। यो धेरै नेपाली सिनेमासँग सम्बन्धित पत्रकारहरूले साथीहरूले मलाई टिजर हेरिसकेपछि यसो हेर्दाखेरि तिमीले ठिकै फिल्म बनाएको छौ जस्तो छ, किन यो गलत टाइममा रिलिज गर्न आएको भन्नुभयो। अब भदौ लागेपछि हरेक हप्ता 3टा फिल्म रिलिज हुन्छ नेपालमा, होइन? त्यो भिडभाडमा जानुभन्दा हेर्न मन लाग्ने मान्छे पानी परे पनि हेर्न आउनुहुन्छ,
अघि केजिएफसँग जुधे पनि नेपाली फिल्मले प्रफिट कमाउने यही ठाउँ हो। मैले खेलेको थिएँ त्यो फिल्ममा ए मेरो हजुर। केजिएफसँग जुझ्ने कत्रो हिम्मत भनेर झलनाथ थापाको त्यत्रो ब्याक बाइटिङ भयो र पनि उहाँले मुनाफा कमाउनु भयो। नचल्ने फिल्म छड्के 2 को डेट पनि राम्रो थियो, स्टार कास्ट त्यत्रो थियो र पनि चल्दैन। मैले खेलेको अर्को फिल्म पनि त्यो क्रिक, त्यसमा पनि अनमोल थिएँ, म पनि थिएँ। अब त्यो कस्तो भनेदेखि दर्शकको चोइसको हामीले बाहिर बसेर आकलन नै गर्न सक्दैनौँ। के मन